नमस्कार, म हरिराम रिमाल मेयरसाप.com को अर्को एउटा एपिसोड प्रश्न प्रतिप्रश्नमा यहाँहरूलाई हार्दिक स्वागत छ। हामीले यो कार्यक्रम यसभन्दा अगाडि जेनजी विद्रोहको लगत्तै त्यो सङ्क्रमणकालीन 3 दिनको अवधिमा गरेका थियौँ र केही अनुत्तरित र सम्भावित जोखिमयुक्त राजनीतिक घटनाक्रमहरूमाथि विमर्श गरेका थियौँ। धेरै मान्छेहरूको हल्ला थियो कि अब नेपालमा सैनिक coup हुँदैछ। हामीले स्पष्ट रूपमा भन्यौँ त्यसको कुनै सम्भावना छैन। त्यसको प्राविधिक चाहिँ विश्लेषण गर्यौँ र त्यसको राजनीतिक र त्यसको इन्टरनेसनल नेक्ससहरूको पनि विश्लेषण गरेर त्यसको सम्भावनालाई हामी दुवैजनाले खारेज गर्यौँ। दोस्रो, राजतन्त्रको सम्भावनाको बारेमा पनि यथेष्ट हल्लाहरू थिए। हामीले त्यसको पनि विभिन्न पाटोहरूको विमर्श गर्दै त्यो राजतन्त्र फर्किने कुरालाई पनि खारेज गर्यौँ। त्यसै गरी तेस्रो प्रश्न थियो के जेनजी विद्रोहमा चाहिँ वैदेशिकहरूको हात छ अथवा उनीहरूको प्रमुख संलग्नता छ। हामीले न्यून संलग्नतालाई अस्वीकार त गरेनौँ, तर प्रमुख रूपमा चाहिँ जेनजी विद्रोह हाम्रो आन्तरिक विस्फोट, हाम्रो आन्तरिक समस्याहरूको कारणको प्रस्फोटन हो भन्ने निष्कर्ष हामीले निकाल्यौँ। र त्यस पछाडिका घटनाक्रमहरूलाई नयाँ सरकार पनि बनिसकेको अवस्था थिएन र सम्भावित नयाँ सरकारको नेतृत्व सुशीला कार्कीले बन्ने कुरालाई पनि हामीले यसअघिको भिडियोमा प्रक्षेपण गरेका थियौँ, जसअनुसार केही घटनाक्रमहरू अगाडि बढे पनि। तर केही घटनाहरू जसलाई हामीले जेनजी विद्रोह पछिको सम्भावित घटनाक्रमको रूपमा विश्लेषण गरेका थियौँ त्यो अनुसार चाहिँ नबढिरहेको हो कि अथवा त्यतातिर गएन कि भनेर पुनः आज हामी एउटा विमर्शको सिलसिलामा छौँ। मसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर श्रीराम खड्का। उहाँसँग मैले 5 वर्ष यता लगातार अनलाइन प्लेटफर्महरूमा हामी स्वतन्त्र रूपमा राजनीतिक विश्लेषण कार्यमा संलग्न हुँदै आइरहेका छौँ। स्वागत छ। धन्यवाद हरिरामजी, नमस्कार छ। अब यो तपाईँको र मेरो यो स्टेसनमा जेनजी विद्रोह लगत्तै भेट भएको थियो, अघि भनि पनि हाल्नुभयो। र हामीले केही कुराहरू, कतिपय कुराहरूमा हाम्रो मत ऐक्यता रह्यो। केही कुराहरू जुन त्यति बेला तात्कालीन अवस्थामा अनुत्तरित थिए त्यसमा हामीले एउटा उत्तर गरेका थियौँ र त्यो कुरा चाहिँ मिलेको अवस्था रह्यो। अब घटनाक्रममा हामी भविष्यवक्ता त होइनौँ, तैपनि हामीले चाहिँ केही कुराहरू हामीले अनुमान गरेका थियौँ। अझ म तपाईँलाई त्यो जेनजी विद्रोहभन्दा अलि अगाडिको कुरामा चाहिँ लिएर जान चाहन्छु। जस्तो 2079 सालमै रिपोर्टर्स क्लबमा तपाईँले युवाहरूले विद्रोह गर्छन्, त्यो 5 वर्षभित्रमा हुन पनि सक्छ, 7 वर्षभित्रमा हुन पनि सक्छ, तर विद्रोह गर्छन् भनेर तपाईँले भन्नुभएको थियो, सुनेको थियौँ। र अहिले पनि सायद अनलाइन प्लेटफर्ममा कतै छ होला। म यो आज यो जेनजी विद्रोह पछिको मात्र नभएर अब चुनाव हुँदैछ फागुन 21 गते, यो अवसरमा, यो समयमा तपाईँले कसरी त्यस्तो अनुमान गर्न सक्नुभयो भनेर चाहिँ अब तपाईँ पनि पक्कै भविष्य वक्ता कुनै ज्योतिषी त होइन होला। के आधार थियो तपाईँसित र जसले गर्दाखेरि 2079 सालमै यस्तो भन्न सक्नुभयो? योबाट पो सुरु गरौँ। एउटा चाहिँ अलि महत्त्वपूर्ण प्रश्न उठाउनु भयो रामजीले सुरुवातमै। एउटा चाहिँ अलिकति मलाई पढाउनु भएका, विशेष गरी अलि ओपन युनिभर्सिटी टाइपले पढाउनु भएका केही गुरुहरू हुनुहुन्छ। प्रदीप गिरी, डाक्टर चैतन्य मिश्र, सुरेश ढकाल त्रिभुवन विश्वविद्यालयमा, डाक्टर पिताम्बर शर्मा विश्वविद्यालयमै पनि धेरै नामहरू आउँछ। उहाँहरूसँग हामी अनौपचारिक कुनै छलफलहरू गरिराखेका थियौँ। एउटा इन्टेलेक्चुअल बौद्धिक जमातले चाहिँ समाजको विश्लेषण गर्ने क्रममा सामान्यतया एउटा गाडीले कुनै खालका सिग्नलहरू, बिग्रिने सिग्नलहरू देखायो भने अथवा एउटा शरीरले कुनै रोगका सिग्नलहरू देखायो भने, जसरी डक्टर पनि कोही भविष्यवेत्ता होइन, जसरी तपाईँको चाहिँ के भन्दाखेरि त्यो
के भने मेकानिक्स पनि कोही भविष्यवक्ता त होइन, तर उनीहरूले सम्भावित परिणामको बारेमा एनालाइसिस गर्न सक्छन्। सामान्यतया हामीले पनि समाज विज्ञानलाई अध्ययन गर्ने क्रममा विशेष गरी त्यति बेला त्यसको लगतै मैले एकजना समाजशास्त्री, अलिकति पपुलेसनवेत्ता पनि हुन्, जर्मन गुनार हेन्सनको नाम कोट गरिरहन्छु म, उहाँबाट धेरै प्रभावित भएको थिएँ त्यति बेला उहाँको रिसर्च पेपर हेर्दाखेरि। सम्भवतः 2003 होला उहाँको त्यो रिसर्च पेपर पब्लिस भएको। र त्यसमा चाहिँ उहाँले यो विकासोन्मुख नेपाल सहितका विकासोन्मुख 40 वटा देशहरूको एउटा जनसाङ्ख्यिक तथ्याङ्क विश्लेषण गर्नुभएको थियो। र त्यसमा धेरै जसो मुलुकहरू जहाँ चाहिँ 25% युथहरू भएको मुलुकहरूमा चाहिँ दङ्गा, तस्करी, लागु औषध, दुर्व्यसनी, विभिन्न सामाजिक घटनाक्रमहरू, विभिन्न तपाईँको चाहिँ के भने राजनीतिक चाहिँ विसङ्गतिहरू देखिराखेका अवस्थालाई उहाँलाई विश्लेषण गर्नुभएको थियो। नेपाल पनि त्यो राष्ट्रभित्र पर्थ्यो, 40 वटा मध्येको एउटा नेपाल पनि थियो। र नेपालमा चाहिँ डरलाग्दो खालको युथहरूको तथ्याङ्क देखेँ मैले। 46% जति युथहरू थिए, उनीहरू बेरोजगार थिए, उनीहरू तपाईँको चाहिँ के भन्दाखेरि राज्यको मूल प्रवाहभन्दा बाहिर थिए, उनीहरूलाई हाम्रो डेमोक्रेसीले समेट्न सकिराखेका थिएन, हाम्रो डेमोक्रेसीभन्दा अलग थिए, धेरै मान्छेहरूले भोटर कार्ड बनाएको थिएनन्, राजनीतिक प्रोसेसभन्दा बाहिर थिए, र उनीहरूको लागि चाहिँ एउटा चाहिँ के भन्दाखेरि बजारमा रोजगारी लगायतका उनीहरूलाई व्यस्त हुने कुनै खालको परिपाटीहरू पनि थिएन। र ढिलो चाँडो यो हाम्रो कमजोरीको रूपमा प्रस्फुटित हुन्छ भन्ने मेरो अनुमान थियो। मैले त्यो रिसर्च पेपरलाई नेपालसँग ट्याली गरेको र यहाँका शासकहरूको शासन गर्ने तौर तरिका र त्यो असमानतासँग चाहिँ ट्याली गरेर हेर्दाखेरि चाहिँ नेपालमा एउटा ठुलो विद्रोहको सङ्केत चाहिँ मलाई आएको थियो त्यति बेला। र ढिलो चाँडो त्यो हुन्छ भन्ने थियो। अब हामी चाहिँ 10-12 वर्षमा एउटा विद्रोह झेलेर आइ पनि राखेका हो, तर कुन चाहिँ कमजोर ठाउँ छ भन्दाखेरि सबभन्दा कमजोर ठाउँ त्यो देखिएको थियो। सरकारले पनि त्यसमा लगातार त्यही क्षेत्रलाई, सबभन्दा कमजोर ठाउँलाई जिस्काउने कामहरू लगातार गरिराख्यो। र मैले चाहिँ 5-7-10 वर्षको मेरो सामान्यतया अनुभव थियो, अनुमान थियो। त्यसमा चाहिँ 3 वर्षको अवधिमै यो विद्रोह आयो। र यसमा मेरो आफ्नो अनुमान फेरि पनि के छ भन्नु होला भने, यदि केपी ओलीको ठाउँमा प्रचण्ड अथवा शेरबहादुर मात्रै प्रधानमन्त्री भएको भए पनि सम्भवतः विद्रोह चाहिँ अलि 2-3 वर्ष पछाडि नै धकिलिन सक्थ्यो। विद्रोह चाहिँ असम्भावित थियो, असम्भावित खालको चाहिँ त्यस्तो खालको तपाईँको चाहिँ हाम्रो पोलिटिसियनहरूको डाइभर्सन थियो भनौँ। अब हामी यो सन्दर्भबाट अलिकति अगाडि आउँ श्रीराम सर। जस्तो हामीले एउटा अनुमान गरेका थियौँ कि विद्रोह पछाडि जुन विद्रोही धार हो त्यसलाई केही न केही चाहिँ न्याय मिल्छ र त्यो कुनै राज्यको मूल प्रवाहमा आउँछ भन्ने जुन हाम्रो अनुमान थियो, त्यसले केही पुरानो पार्टीहरूमा अलिअलि हलचल त लिएर आयो। तर त्यो विद्रोहमा सामेल भएको समुदाय अहिलेको पोलिटिक्सको प्रक्रियामा सामेल भएको जस्तो देखिया छैन। यहाँलाई कस्तो लाग्छ? यसले के समाधान दिन्छ? निर्वाचन हुनुपर्ने थियो अथवा तपाईँको चाहिँ के भन्दाखेरि हामी समाधानमुखी भएर जानु पर्थ्यो, कस्तो लाग्छ यहाँलाई? यो निकै चासोपूर्ण कुरा तपाईँले उठाउनु भयो। वास्तवमा मलाई चाहिँ के लाग्छ भने जब यो विद्रोह त्यसै हुँदैन, धेरै फ्याक्टरहरू हुन्छन्, केही चुनिएका मागहरू हुन्छन्, केही अपेक्षाहरू हुन्छन्। ती अपेक्षाहरू पुरा नहुँदाखेरि असन्तुष्टि बढ्छ, आक्रोश बढ्छ। र जेन्जी विद्रोह पनि त्यस्तै खालका केही तत्त्वहरू थिए जसले केही मागहरू थिए, केही अपेक्षाहरू थिए, केही आक्रोश थियो, असन्तुष्टि थियो, तिनीहरूको आधारमा भएको थियो। र तपाईँ र म यहीँ बसेर पनि भनेका थियौँ कि यो विद्रोहपछि अब यसलाई हाम्रो संविधानमा समेटेर, संविधानमा केही कमी कमजोरीहरू छन् भने उनीहरूको मागहरूलाई अब कसरी अगाडि लैजानुपर्छ, संविधानमा के खालका कमी कमजोरीहरू छन्, संविधानमै कमजोरी होइन, संविधानभित्र केही विकास गरिनुपर्ने कुराहरू छन्, तिनीहरूलाई पूर्ण गर्नका लागि ती जेनजीहरूको, युवाहरूको आकाङ्क्षाहरू समेटिनुपर्छ। त्यसको लागि चुनाव हुनुपर्छ। दुईटा कुरा हुनुपर्छ जस्तो लागेको थियो मलाई। एउटा चाहिँ छलफल हुनुपर्छ कि ती संविधानमा के कमी कमजोरीहरू छन्, राजनीतिक पार्टीहरूमा के कमी कमजोरीहरू छन्, उनीहरू उठाएका मागहरूलाई कसरी सम्बोधित गर्न सकिन्छ, त्यस्तो खालको शान्तिपूर्ण ढङ्गको छलफल।
र ती युवाहरूको आफ्नै पार्टी वा भएका पार्टीहरूमा उनीहरूको संलग्नता मात्रै होइन, त्यो कतिपय कुरा कार्यान्वयन गर्नका लागि अथवा माग उठाउनका लागि उनीहरूको सहभागिता, उनीहरूको केही क्षेत्रमा नेतृत्व यस्तो आवश्यक छ। जस्तो चाहिँ यी दुईवटा कुरा, एउटा चाहिँ समस्या के हो र समाधान के हो त्यसको छलफल, अर्को कुरा चाहिँ त्यस्ता विद्रोहीहरूको सहभागिता, र त्यो सहभागिता खालि भोट दिने लेभलमा होइन, प्रभाव पार्ने समाधान गर्ने नेतृत्वको क्षेत्रमा। तर दुर्भाग्यवश हामीले यी दुईटा काम गरेको चाहिँ म देख्दिनँ। जस्तो अहिले हाम्रो यो केही समयपछि चुनाव हुँदैछ, त्यो चुनावमा कयौं पार्टीहरू चुनावी मैदानमा छन्, युवा उम्मेदवारहरू पनि मैदानमा छन्, तर कसले भोट जित्छ, कसले कति ल्याउँछ सिट भनेर मात्रै मान्छेहरूको चासो बढेको देखिन्छ। तर संविधानमा के समस्या थियो वा पार्टीहरूको आचरणमा के समस्या थियो वा समाजमा कस्तो खालको आवश्यकता थियो र समस्या थियो, कसरी हामीले चाहिँ यो आर्थिक पाटोदेखि लिएर विविध क्षेत्रहरूमा कस्ता खालका समस्याहरूले गर्दा यो जेनजी विद्रोह अवश्य भावी बन्न पुग्यो भन्ने कुरा र त्यसलाई कसरी निराकरण गर्ने भन्ने व्यापक ढङ्गको छलफल र एक ढङ्गले पार्टीहरूले चाहिँ आफ्नो आफ्नो पक्षधरता देखाउने र त्यसको आधारमा जेएनजी मात्रै नभएर हामी समग्र जनसमुदायहरूले चाहिँ छनौट गर्न पाउने यस्तो भइदिएको हुन्थ्यो जस्तो लाग्थ्यो मलाई। तर यो समस्या चाहिँ मैले भविष्यको लागि अलिकति चाहिँ कुनै त्यस्तै खालको चाहना होइन कि त्यस्तो खालको अर्को विद्रोह अथवा अर्को असन्तुष्टि अर्को आक्रोशलाई चाहिँ ठाउँ दिए जस्तो मलाई लाग्यो। एउटा यो पार्टीको घोषणापत्रहरू आइसकेका छ प्राय जसो निर्वाचनको सबै पार्टीहरूको। यहाँले कुनै पार्टीहरूले त्यति बेला उठेका मुख्य सवालहरू विशेष गरी सुशासन र भ्रष्टाचारको विरुद्धमा अथवा त्यो जेनजी ठुलो समुदायलाई राजनीतिको मूल प्रवाहमा तान्ने गरी कुनै पार्टीको घोषणापत्रले आकर्षित गरे जस्तो लाग्छ यहाँलाई? देख्नु भएको छ त्यस्तो? अब मलाई चाहिँ त्यो घोषणापत्रले समस्याहरूलाई इङ्गित गरेको र समाधानको लागि मार्ग प्रशस्त गर्ने यसरी हो भनेर प्रष्ट रूपबाट भनेको म देख्दिनँ। बरु अलिकति पपुलिस्ट खालको त्यो अचिभ हुन नसक्ने, त्यो पुरा हुन नसक्ने जस्तो देखिन्छ कतिपय कुराहरू। त्यसको ठुल्ठुला वादा गरिएका छन्, त्यो प्रतिज्ञा गरिएका छन्, करार गरिएका छन् अथवा चाहिँ त्यस्तो खालको घोषणा गरिएका छन् जुन चाहिँ पहिले पनि गरिन्थे, पुरा गरिँदैनथे, जसले गर्दाखेरि मानिसहरूमा असन्तुष्टि पैदा हुन्थ्यो। जस्तो केपी ओलीजी कुनै बेला निकै पपुलर हुनुहुन्थ्यो, उहाँले चाहिँ निकै पपुलिस्ट खालका कार्यक्रमहरू घोषणा पनि गर्नुभएको थियो, मान्छेहरूलाई आश्वस्त पनि गर्नुभएको थियो, कयौँ मानिसहरू आश्वस्त पनि थिए। तर अहिलेको अवस्थामा केपी ओलीजी राष्ट्रिय लेभलको नेताबाट झापा 5 को एउटा चुनाव क्षेत्रमा सीमित हुनुभएको छ। किनभने उहाँले चाहिँ जुन खालको पपुलिस्ट कार्यक्रमको प्रस्ताव गर्नुभयो तर त्यो चाहिँ पुरा गर्न सक्ने ल्याकत देखाउनु भएन, इमान्दारिता पनि देखाउनु भएन। अघि तपाईँले भन्नुभयो जस्तो कयौँ सेन्सिटिभ ठाउँहरूमा यो युवाहरू जति बेला सेन्सिटिभ हुन्थे, जुन ठाउँमा सेन्सिटिभ हुन्थे त्यहाँ चलाउन कोसिस गर्नुभयो। जेनजीहरूलाई अलिकति ललकारे जस्तो हिसाबले अलिकति छेडखानी गरेर उहाँ प्रस्तुत हुनुभयो र त्यो यो विद्रोहलाई अलिकति अगाडि सारिदिनु भयो। त्यसो भएर अहिले जुन घोषणा पत्रहरू अथवा यी चुनावी प्रतिबद्धताहरू गरिएका छन् त्यसमा यो अलिकति ठुल्ठुला गफहरू नराखिदिएको भए हुन्थ्यो। अब चाहिँ यो विद्रोहपछि त फरक समय हो, हामी यथार्थमा ओर्लिनुपर्छ र यथार्थमा ओर्लिएर युवाहरूलाई आश्वस्त तुल्याउनुपर्छ। त्यो आश्वस्त मात्रै तुल्याउने होइन, सहभागितामा राख्नुपर्छ। सहभागी मात्रै होइन, नेतृत्वमा लैजानुपर्छ भन्ने कुरा चाहिँ अलिकति चुकेको हो कि बरु यो नेपाली काङ्ग्रेसले अलिकति गगन र विश्वको टिमको नेतृत्वमा, उहाँहरूको नेतृत्वमा विशेष महाधिवेशनबाट
ती महाधिवेशन प्रतिनिधिहरू कुनै बेला शेरबहादुर देउबाजीलाई सभापति छान्नका लागि र प्रचण्ड बहुमतका साथ छान्नका लागि उनीहरूले चाहिँ आफ्नो भूमिका खेलेका थिए। उनीहरूले नै एक खालको अनुभूति गरेर अब चाहिँ कम्तीमा पनि यो भावना जेएनजीहरूको भावनाका लागि नेतृत्वमा परिवर्तन गरौँ भन्ने ढङ्गले आएको देखेँ मैले। अब नेपाली यो कम्युनिस्ट पार्टीहरूमा खास गरी चाहिँ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी भनेको पूर्व माओवादी समेतको समूहले चाहिँ त्यसलाई अलिकति इन्कार गरे जस्तो देखेँ। अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको अवसर छोप्न खोजे जस्तो देखेँ। आफूले आफूमा कुनै तात्विक परिवर्तन नल्याउने, बरु यसलाई जनताको भावनासित त्यसको त्यो भावनालाई क्याच गर्ने भनेको यो नेपाली प्रवृत्ति भोटिङमा कस्तो छ भने अलिकति भावुकताका आधारमा भोट हाल्ने, परिवर्तन त भन्ने परिवर्तनकामी नै देखिन्छ, तर त्यो विवेकपूर्ण भन्दा पनि भावुकताको आधारमा भोट हाल्ने खालको प्रवृत्ति हामीले पहिलेदेखि देखेका छौँ। त्यस्तो खालको कुरालाई क्याच गर्ने हिसाबले अगाडि गएको चाहिँ मैले देखेँ। तर मेरो विनम्र अनुरोध के छ भने मेरो लागि कुनै पार्टीहरू धेरै टाढाका र नजिकका होइनन्। म यहाँ पक्षधरता देखाउनको लागि मैले बोलेको पनि होइन। म के मात्रै भन्न चाहन्छु भने यस्ता विद्रोहहरूलाई भविष्यमा हुन नदिनका लागि यी भावनाहरूलाई सही ढङ्गले सम्बोधन गर्न कोसिस गर्नुपर्छ। त्यसको लागि चाहिँ हाम्रा पार्टीहरू त्यति बढी सक्षम भएको चाहिँ देखाएको छैन त्यस्तो लाग्छ है। अब तपाईँलाई कस्तो लाग्छ? अलिकति अब मैले भनेको कुरामा कुनै अब मतविरोध छ भने पनि म वेलकम गर्छु, त्यसमा केही थप्नु छ भने पनि म झन् खुसी हुन्छु। अनि यसमा एकदमै हजुरले राम्रोसँग राख्नुभयो, यसमा खास थप्नुपर्ने केही छैन। हामी अर्को नेक्स्ट अगाडि बढौँ कि अब यहाँले अर्को एउटा विद्रोहको वातावरण भन्नुभयो, सङ्केत भन्नुभयो। हामी अलिकति यो चुनाव पछाडिको परिदृश्यको बारेमा पनि अलिकति छलफल गरौँ जस्तो लाग्यो। हजुर हजुर, यो चुनावले त्यो भावी विद्रोहलाई रोक्न सक्ने ल्याकत राख्दैन? अब यसो, अब चुनावको परिणाम आउनुभन्दा अगाडि नै भन्नलाई त अब किन त्यति अगाडि बोलिस् भन्ने हुन्छ होला। तर अहिले जसरी चुनाव लडिँदैछ, जनताले जसरी मत अभिव्यक्त गर्ने त्यो एक खालको दृश्य देखिँदैछ, अनि जसरी त्यो चुनावमा उठेका उम्मेदवारहरूले आफूले आफ्ना कुराहरू राखिराख्नु भएको छ, जसरी राजनीतिक पार्टीहरूले आफ्नो घोषणा पत्र, प्रतिबद्धता पत्र, करारनामाका हिसाबले के कुरा राखिराख्नु भएको छ, उहाँहरूले चाहिँ सुशासनको लागि, भ्रष्टाचारको विरोधका लागि, एउटा स्थिर शासनको लागि, अनि यो डाइनामिक लिडरसिपको लागि जुन ढङ्गको मागहरू राखिएको थियो त्यो कुरालाई सही ढङ्गले सम्बोधन गर्न खोज्नु भएको चाहिँ देखिँदैन। अब यसले चाहिँ के हुनसक्छ भविष्यमा भने अब यो भविष्यमा चाहिँ जुन सुशासनको प्रत्याभूति दिनुपर्ने हो, अब कैयौँ मानिसहरूले, कैयौँ पार्टीहरूले देश बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यहाँ पुराना होस् अथवा नयाँ होस्, अथवा त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा होस्, नेपाली काङ्ग्रेसको नाममा होस्, एमालेको नाममा होस्, नेपाली कम्युनिस्ट पार्टीको नाममा होस्, उज्यालो नेपाल पार्टीको नाममा होस्, जुनसुकै पार्टीको नाममा होस्, श्रम संस्कृति पार्टीको नाममा होस्, उहाँहरूले चाहिँ समस्या यो हो, समाधानको मार्गचित्र यसरी हुनुपर्छ, त्यो शान्तिपूर्ण रूपबाट हुनुपर्छ, त्यो संवैधानिक रूपले हुनुपर्छ, त्यो संसदीय छलफल अनुसार हुनुपर्छ, त्यसको लागि हामीलाई यसरी भोट दिनुहोस् भन्ने कुराले छलफलका साथ अगाडि आइदिएको भए त्यसले चाहिँ एउटा आउटलेट दिन्थ्यो होला। तर भविष्यमा बन्ने अब यो सरकारले पनि सुशासन कायम गर्छु भन्ने, तर कसरी कायम गर्छु नभन्ने हुँदाखेरि त्यो आशंका कायमै रहेको छ भन्ने चाहिँ म ठान्छु। एक अर्को कुरा, यो जेएनजी विद्रोहको चाहिँ दौरानमा यो भदौको 23 गते जुन नरसंहार भयो र त्यसको प्रतिक्रिया समेत, त्यो मात्रै त म भन्दिनँ, तर त्यसको प्रतिक्रिया समेत अरू विविध कारणले भदौ 24 गते जुन विध्वंस भयो, त्यो विध्वंसमा संलग्न भएका आपराधिक मनोवृत्तिका र त्यति बेला अपराध गरेकाहरूलाई समयमै कानुनी हिसाबले
कारबाहीको दायरामा ल्याउन सकिएन भने भविष्यमा यस्ता गैर राजनीतिक आपराधिक खालका तोडफोड विध्वंस जस्ता कुराहरूलाई अहिले हामीले चाहिँ त्यसलाई लेजिटिमेट गर्न खोजेको जस्तो देखिन्छ, त्यो दोहोरिन सक्छ। त्यसो भएको हुनाले अराजकताको अर्को एउटा श्रृङ्खला अझ व्यापक पैमानामा जान सक्छ कि भन्ने कुरालाई चाहिँ अहिले हामी नजरअन्दाज गर्न सकिँदैन। यसरी यी दुईटा कुराले, एउटा जेएनजीहरूको मागलाई सही ढङ्गले सही सलामत हिसाबले यसरी जान्छु भन्ने प्रष्टता नभएको, दोस्रो जेएनजीका संलग्न यो युवाहरू राजनीतिक पार्टीहरूमा सही ढङ्गले नेतृत्व गर्ने ढङ्गले आउन नसकेको, अनि अर्को कुरा चाहिँ यो जुन अराजकता र विध्वंस भयो त्यसलाई कानुनी कठघरामा ल्याउनलाई त्यस्तो खालको प्रतिबद्धता नदेखाएको, यी तीनवटा चाहिँ मेजर फ्याक्टरहरूको आधारमा भन्ने हो भने हामी अलि बढी अर्को अराजकताको दौरबाट गुज्रिने पो हो कि भन्ने आशंका छ, र त्यो अराजकताले निश्चय नै अर्को विद्रोह ल्याइहाल्छ। एकदमै महत्त्वपूर्ण क्वेसन उठान गर्नुभयो श्रीराम सर हजुरले। हजुर, जस्तो बङ्गलादेशमा चाहिँ तपाईँले हेर्नुभयो भने युनुसकै अन्तरिम सरकारले त्यति बेला विद्रोहमा दमन गरेको सरकारलाई, सरकारको पार्टीलाई भनौँ, शेख हसिनाको पार्टीलाई, शेख हसिना पनि अब देश छाडेर गइहालिन्, त्यसलाई चाहिँ कानुनी कठघरामा उभ्याएर सम्भवतः अदालतले पनि उनलाई चाहिँ दोषी करार गर्दै हजुर मृत्युदण्डसम्म फैसला गरिसकेका छ, र उनको दललाई त पुरा रूपमा प्रतिबन्धै लगायो। हजुर, र त्यो विद्रोहमा सामेल भएका अरू पनि दोषी करार गएका अफिसरहरूमाथि पनि त्यसले कारबाही गर्यो, र त्यसपछि मात्रै निर्वाचनमा गयो, र निर्वाचनबाट अहिले एउटा नयाँ सरकार बन्ने प्रोसेसबाट एउटा स्थिरतातर्फ बङ्गलादेश गइरहेको छ। हाम्रोमा चाहिँ जसले यो आफ्नो एउटा सानो प्रतिशोध र इगोको आधारमा सरकारी सम्पत्तिमाथि र प्राइभेट सेक्टरमाथि समेत आगजनी गर्ने, हुलदङ्गा गर्ने, र हाम्रो निर्वाचनले चाहिँ त्यो आगजनी र हुलदङ्गालाई वैधानिकता दिने र प्रशय दिने र संरक्षण गर्ने सम्भावना यहाँले देख्नु निर्वाचनपछि। त्यही मैले भनिरहेको छु, हामीले 24 गतिको भदौ 24 गतिको कुरा गर्दाखेरि 23 गते बिर्सिन मिल्दैन, 23 गतिको कुरा गर्दाखेरि 24 गतेलाई बिर्सिन मिल्दैन। अहिले हामीले गौरीबहादुर कार्कीज्यूको नेतृत्वमा एउटा छानबिन समिति बनाएको छौँ। अहिले भदौ फागुन 21 गते हुने चुनाव अगाडि त्यो कुरा चाहिँ त्यो प्रतिवेदन जनताका सामु देखिनु पर्थ्यो, र जनताले यो 23 गतेको घटना होस् वा 24 गतेको घटना होस्, त्यसमा संलग्न कस्ता खालका शक्तिहरू रहेछन्, कस्ता खालका अपराधहरू भएछन्, जनताले तिनीहरूलाई कसरी दण्ड दिनुपर्छ, यदि ती राजनीतिक पार्टीहरू हुन् भने अथवा यो चुनावका कुनै उम्मेदवारहरू तिनीहरू हुन् भने तिनीहरूलाई कसरी सजाय दिनुपर्छ राजनीतिक रूपले भन्ने कुराको निर्क्योल गर्न पाउनु पर्थ्यो। एक अर्को कुरा, राजनीतिक पार्टीहरूले पनि यस्तो 23 र 24 गते भएका यी हामीले एउटा निन्दा गर्न लागेका घटनाहरूमा भएका जति पनि दोषी व्यक्तिहरू छन्, समूहहरू छन्, तिनीहरूलाई हामी दण्डित गर्छौँ भन्ने प्रतिबद्धता हुनु पर्थ्यो। यो नआउँदाखेरि मलाई चाहिँ यो आशंका अझ बढेको हो। अब तपाईँलाई चाहिँ केही त्यस्तो फरक लाग्छ भने अब अथवा चाहिँ भनौँ, मलाई पनि यो आशंका लागेरै मैले यो हजुरले उठाएको प्रश्नमा के अरे एन्सरमा मैले एन्सर थपेको। र अझ अघि अर्को पनि एउटा इम्पोर्टेन्ट कुरा हजुरले उठाउनु भएको थियो कि हामीसँग यो मुख्य चाहिँ समस्या जुन दिन हामीले छलफल गऱ्यौँ, मुख्य समस्या सुरु कहाँबाट भयो जस्तो लाग्छ मलाई भने सुशीला कार्की नेतृत्वको अन्तरिम नागरिक सरकारले सुरुमै त्यसलाई अन्तरिम सरकार भन्नलाई अस्वीकार गर्यो र चुनावी सरकारमा मात्रै आफूलाई सीमित गर्यो, र यति ठुला घटनाहरूबाट यो सरकार पन्छियो। र चुनावले चाहिँ अब म सुन्दैछु अलिअलि छापाहरूमा आउन पनि थालेको छ
कि गौरी बहादुर कार्की आयोगले धेरै सिफारिस गरेका धेरै चाहिँ मुख्य नेताहरू अहिले चुनावी मैदानमा हुनुहुन्छ। उहाँहरू कसैले जित्नु होला, कसैले हार्नु होला, तर चुनावले उहाँहरूको अपराधलाई वैधानिक बनाउने त होइन भन्ने संशय क्रिएट भइराखेको छ। र त्यसको प्रभावको विषय तपाईँले हेर्नुहुन्छ भने जुन प्राइभेट सेक्टरहरूमाथि आक्रमण भयो र त्यो प्राइभेट सेक्टरहरूको इन्टरनेसनल फन्ड जसले फन्डिङ गरिराखेको छ, लोन दिइराखेको छ, ती इन्टरनेसनल फन्डहरू पनि सुरक्षित हुन सकिराखेका, उनीहरूलाई चाहिँ सुरक्षाको प्रत्याभूति हुन सकिराखेको छ। एकदम ठुलो त्रासको अवस्था छ जस्तो मलाई पनि लाग्छ। त्रासको स्थिति छ। त आज तपाईँको चाहिँ के भन्दाखेरि 50,000 मान्छे 1 लाख मान्छे सङ्गठित भएर यो दङ्गा गर्न सक्छ भने भोलि त्यो स्थिति नहोला भन्ने अवस्था के ग्यारेन्टी दिन सक्नुहुन्छ? त्यही त म भनिरहेको छु। त्यसले गर्दा यो गम्भीर घटनालाई चाहिँ यो सरकारले आफूबाट किन पन्छायो भन्ने चाहिँ मलाई एकदमै ठुलो संशयको रूपमा देखा परिरहेको छ। हजुर। र त्यो गर्नु हुँदैन। र यो निर्वाचन पछाडि बन्ने सरकारले पनि अब संसदमा गइसकेपछि अलिकति पोलिटिकल पावरमा गइसकेपछि प्रतिशोध राखेको, इगो राखेको भनेर राज्यका नियामक निकायहरूलाई पङ्गु बनाउने काम यिनीहरूले गर्छन्। त्यसले गर्दाखेरि यो चाहिँ 1 वर्ष पछाडि गरेर केही बिग्रिँदैन थियो। सरकारले अन्तरिम रूप धारण गर्ने र यो घटना उप चाहिँ गम्भीर खालका दण्डहरू चलाएर मात्रै यो सरकार अगाडि बढ्नु पर्थ्यो। त्यो अलिकति परिपक्वता बन्न जान्थ्यो। त्यो अलिक परिपक्व परिस्थिति बन्न जान्थ्यो र आजको जस्तो तरल अवस्था पनि रहँदैन थियो। मान्छेहरूले पनि बुझ्न पाउँथे त्यो घटनाको बारेमा, होइन? हजुर। आज त अवस्था कस्तो छ भने श्रीराम सर, अहिले हिजो अस्ति यो बीबीसीमा आएको एउटा डकुमेन्ट्रीलाई हजुर मान्छेले अहिले पनि त्यो कन्स्पिरेसी थ्योरीसँग सबै हिसाबले तपाईले ट्याली, हजुरले त डकुमेन्ट हेर्नुभयो? हेरेँ मैले। त्यो दुईटा कुरा गर्न चाहन्छु। एउटा बीबीसीको डकुमेन्ट्री जुन 41 मिनट 23 सेकेन्डको रहेछ। अर्को चाहिँ त्यही दिनमा सायद हिमाल खबर पत्रिकामा सुदन गुरुङ, बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीको यो दङ्गा फसादमा कस्तो कनेक्सन छ भन्ने खालको कुरा पनि त्यहाँ लेखिएको छ विस्तृत रूपबाट। बरु यो के अरे बीबीसीको डकुमेन्टले केही कुराहरू छुटाए जस्तो लाग्छ र त्यो कुरा पहिल्यै थाहा भएकै कुराहरू त्यहाँ त्यो डकुमेन्ट्रीमा राखेको जस्तो फिल हुन्छ। तर कैयौँ मैले नजानेका, नसुनेका, थाहा नपाएका कुराहरू समेत विस्तृत रूपबाट चाहिँ लेखेको मैले हिमाल खबर पत्रिकामा पाएँ। अब मलाई चाहिँ के लाग्छ भने यो यस्ता खालका तरल अवस्थामा यी कुराहरूले गर्दाखेरि मान्छेहरूलाई सुसूचित हुने अभिव्यक्ति स्वतन्त्रता त यिनीहरूलाई छ, तर कतै यसले चाहिँ अलिकति पूर्ण सूचना नदिएर कन्फ्युजनमा त पार्दैन भने जस्तो चाहिँ मलाई लाग्छ। त्यसलाई चाहिँ जसरी केही मानिसहरूले बीबीसी को डकुमेन्ट्रीलाई आधार बनाएर यसमा विदेशीहरूको संलग्नतालाई पुष्टि गरेको भन्ने हिसाबको अभिव्यक्तिहरू दिइराखेका छन्। मैले कतै सामाजिक सञ्जालहरू त्यो पढ्न पाइराखेका थिएँ। यहाँले कुनै त्यस्तो संलग्नता देख्नुहुन्छ? त्यसले त्यसको कुनै यसको उत्तरमा अघि हजुरले यो कुराको उठान गर्दाखेरि भन्नुभएको थियो नि, विदेशी शक्तिहरूको कुनै पनि संलग्नता हुँदैन भन्ने हामी ठान्दैनौँ। म त के ठान्छु भने हामीले यस्ता विषयवस्तुहरूमा विमर्श गरिरहँदा, विश्लेषण गरिरहँदा एउटा विश्व दृष्टिकोणको उपयोग गर्छौँ। त्यसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण भनिन्छ। त्यसको दृष्टिकोणको आधारमा कुनै पनि वस्तुको परिवर्तनको मुख्य कारक त्यसैमा अन्तर्निहित हुन्छ। बाह्य भन्नेको चाहिँ त्यो सेकेन्डरी कुरा हो, त्यो प्राथमिक होइन भन्ने कुरा म मान्छु। अहिले पनि चाहे त्यो बीबीसीको त्यो डकुमेन्ट्री होस् अथवा अरू खालको वैदेशिक हस्तक्षेपको कुरा होस् अथवा कन्स्पिरेसी थ्योरी भनिने यो सबै नेपालका राजनीति अथवा चाहिँ यहाँका जे गतिविधिहरू हुन्छन् अथवा विद्रोहहरू हुन्छन्, यो सबै विदेशीहरूले चलाएको हो, उनीहरूको हातमा कन्ट्रोल छ भन्ने खालको कुरामा म विश्वास गर्दिनँ। तर म के चाहिँ विश्वास गर्छु भने राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न खालका शक्तिहरूमा नेपालप्रति चासो चाहिँ छ।
तर मुख्य कारक चाहिँ हामी नै हौँ र हामीले विदेशीहरूलाई पनि सन्तुलनमा राख्नुपर्छ। त्यो हामीप्रति सहानुभूति राख्ने, हाम्रो चाहिँ भलो चाहने शक्तिहरू पनि छन्, सायद भलो कम चाहने शक्तिहरू पनि छन् होला। यदि भलो कम चाहने शक्तिहरू छन् भने पनि उनीहरूको स्वार्थ उनीहरूको स्वार्थ विपरीत पनि नहोस्, उनीहरूले नेपालको अहित हुने खालको स्वार्थ अनुकूल पनि नहोस् भन्ने खालको एउटा सन्तुलित विचार र सन्तुलित नीतिमा हामी चल्नुपर्छ। तर बाह्य शक्तिको कारणले यो सारा हुन्छ भन्ने कुरालाई चाहिँ यो आन्तरिक जुन गतिविधि छ त्यसमा रहेका मानिसहरूको अयोग्यता छोप्ने एउटा चाहिँ च्यादर पो हो कि जस्तो मलाई लाग्छ। एकदम इम्पोर्टेन्ट कुरा गर्नुभयो। अब एउटा अलिकति हामी यो अनलाइन प्लेटफर्मको पनि न्याय गरौँ जस्तो लाग्छ। ए हजुर, अब हामीले अलिकति विमर्श त गरि नै हाल्यौँ हजुर। यो अघिल्लो र पछिल्ला घटनाक्रमहरू बारेमा। यो निर्वाचन पछाडिको पार्लियामेन्ट सरकारको बारेमा केही अनुमान लाउन सक्नुहुन्छ? यहाँको दिमागमा केही छ? अब मलाई यस्तो लाग्छ, अहिले चाहिँ मैले अघि भनेको थिएँ जनताले भावुकताका आधारमा भोट गर्दैछन् र त्यो भावुकताको आधारमा गरिएको भोटले अलिकति बढी अस्थिरता बढाउँछ कि जस्तो चाहिँ म अहिले अनुमान गर्न चाहन्छु, गर्छु है। र त्यो पार्लियामेन्टमा अब मलाई लाग्छ कि कुनै जुनसुकै पार्टी आओस्, जस्तो अहिलेको चाहिँ यसो हेर्दाखेरि सुधारेको छु भन्ने नेपाली काङ्ग्रेस अथवा सुधारप्रति प्रतिबद्ध छु भन्ने नेपाली काङ्ग्रेस र जेएनजी विद्रोहको भावना त मैले पो बोकेको हो, सुशासन र भ्रष्टाचारको विरुद्धमा र सुशासनको प्रत्याभूति मैले पो दिने हो त भनेर आएको बालेनलाई प्रोजेक्ट गरिएको प्रधानमन्त्रीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, यिनीहरू चाहिँ कुन फर्स्ट अब कुन सेकेन्ड हुन्छन् त्यो म ठ्याक्कै भन्न चाहिँ सक्दिनँ। तर यिनीहरूको निकै ठुलो उपस्थिति होला जस्तो लाग्छ। तर अहिलेको अनुमानमा चाहिँ यिनीहरूले सिङ्गल मेजोरिटीको रूपमा आउन सक्दैनन् कि जस्तो चाहिँ मलाई लाग्छ। हुन त म कुनै भविष्य व्यक्ता होइन र मैले चाहिँ त्यो साइकोलोजिस्टको रूपमा यस्तो हो भनेर ठौकुवा चाहिँ म गर्दिनँ। तर अब यिनीहरू जनताको मुडको हिसाबले गर्दाखेरि पहिलो र दोस्रो चाहिँ यी हुन्छन् कि जस्तो मलाई लाग्छ। यदि जे भए तापनि मलाई चाहिँ के लाग्छ भने अघिल्लो पार्लियामेन्ट भन्दा अब आउने पार्लियामेन्ट अलि बढी अस्थिर हुन्छ कि अनि अलि बढी यो कमजोर खालको प्रदर्शन हुन्छ कि अनि जसले गर्दाखेरि चाहिँ मान्छेहरूमा छिट्टै आक्रोश पैदा हुन्छ कि अनि त्यो आक्रोशलाई म्यानेज गर्न नसक्दा र भदौ 24 गतेको विध्वंसका मा संलग्नहरूलाई कारबाही गर्न त्यो सक्षम हुन सकेन भने अनि त्यसले चाहिँ हामीलाई अरू भविष्यमा पनि अझ बढी अराजक अझ बढी विध्वंसको ठाउँमा लैजान्छ कि भन्ने मलाई लाग्छ। त्यही भएर त्यस्तो नहोस्, मैले यो गरेको अनुमान पुरा नहोस्, मेरो कामना छ। जुन पार्टीले अथवा जुनले सरकार बनाए तापनि अब मलाई चाहिँ के लाग्छ भने यदि अराजकतातिर गयो भने केही वर्ष हामी अराजकताको दौरबाट गुज्रिने, त्यसपछि तानाशाहीको बाटोमा जाने र डेमोक्रेसी नै गुमाउने त्यस्तो खतरा हुन सक्छ। अहिले भोट हाल्नुभन्दा अगाडि मेरो विनम्र अनुरोध पनि हाम्रा जनसमुदायलाई के छ भने भावुकताको आधारमा होइन, विवेकको आधारमा भोट गर्नुहोस्। भविष्यमा बन्ने पार्लियामेन्ट स्थिर होस्, सुशासनलाई प्रत्याभूति दिने होस्, नौटङ्की गर्ने पपुलिस्ट अराजकतावादी अवसरवादीहरूलाई चाहिँ कम मौका खासै नदिनुहोस्। अराजकतावादीहरू, अवसरवादीहरू र यो लोकप्रियतावादीहरूले सुशासन दिँदैन, यो चाहिँ मलाई लाग्छ। अब जस्तो यहाँले त्यो अलिकति अस्थिर खालको पार्लियामेन्टको परिकल्पना गर्नुभयो, हिजो मात्रै जस्तो लाग्छ कङ्ग्रेसका प्रभावशाली नेता उपसभापति विश्वप्रकाश शर्माले कदम कताजी निर्वाचनले नेपाली कङ्ग्रेसलाई दोस्रो शक्तिको रूपमा स्थापित गर्यो भने कङ्ग्रेस बलियो प्रतिपक्षको रूपमा रहन्छ भनेर उहाँले कहीँ बोलेको मैले सुनिराखेका थिएँ। अब पहिलो र दोस्रोमा रासोपा र कङ्ग्रेस हुन्छ भनिसकेपछि संविधानले अल्पमतको मात्रै सरकार बनाइराख्ने
100 दिनभन्दा बढीको अनुमति दिँदैन जस्तो लाग्छ मलाई। यहाँले अल्पमतको सरकारको अथवा तेस्रो चौथो शक्ति मिलेर बन्न सक्ने सरकारको कुनै परिकल्पना गर्न सक्नुहुन्छ? अब मलाई यस्तो लाग्छ, अब यदि हामीले यहाँ अहिले छलफल गर्न खोजे जस्तो राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ पहिलो र नेपाली काङ्ग्रेस दोस्रो भयो भने, वा नेपाली काङ्ग्रेस पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो भयो भने, अब अरूको चाहिँ यो मतदाताहरूको मुड हेर्दाखेरि चाहिँ अरू पहिलो दोस्रो होलान् जस्तो लाग्दैन। अब म उहाँहरूप्रति अनादर गरेको चाहिँ होइन, तर त्यस्तो खालको देखिन्छ है भन्ने सामान्य कुरा मात्रै हो। यदि त्यस्तो भयो भने मलाई के लाग्छ भने यो पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भयो र सिङ्गल मेजोरिटी ल्यायो भने त कुरा सिद्धिहाल्यो, उसैले चलाउनु परिहाल्यो। होइन भने पनि यो हाम्रो संविधानमा भएको 76 को 3 उपधारा 3 अनुसार लार्जेस्ट पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गरोस् र नेपाली काङ्ग्रेस लगायतका अरू पार्टीहरू त्यसमा संलग्न नहुन् र यी पार्टीहरू चाहिँ प्रतिपक्षमा बस्छन्, विश्वासको मत दिउन्, किनभने दिनैपर्छ, 1 महिनाभित्रमा दिनुपर्छ भन्ने प्रावधान छ क्यारे, चाहे अल्पमतको सरकार होस् वा जेसुकै होस्। उनीहरू चाहिँ प्रतिपक्षमा बसुन् र रचनात्मक हिसाबले काम गरून्। अब बालेनलाई यो प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिया छ। अब उनले जिते भने, अब अहिले चाहिँ म केपी ओलीले हार्छन् र बालेनले जित्छन् भनेर अनुमान गरेको होइन, त्यो जेसुकै होस्, यदि जिते भने भन्ने खालको कुरा मात्रै। उनले प्रधानमन्त्री ल्याउन्, त्यो जिम्मेवारी ल्याउन् र उनले कसरी जुन खालको प्रतिबद्धता राष्ट्रिय स्वतन्त्र पार्टीले गरेका छ वा बालेन आफैले गर्नुभएको छ त्यो चाहिँ पुरा कसरी गर्नुहुन्छ भनेर एउटा एक खालको ऊ पनि दिउन्, मौका पनि दिउन्। तर प्रतिपक्षमा बसेर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीलाई अराजक हुनबाट रोकुन्। अनि सम्भावित विद्रोह हुने खालको असन्तुष्टि, आक्रोश फैलिन थाल्यो भने यी प्रतिपक्षमा बसेका पार्टीहरूले त्यसको जिम्मेवारी लिन कोसिस गरून् कि ती विद्रोह चाहनेहरूलाई तपाईहरूको भावना, तपाईहरूको माग, तपाईहरूको आकांक्षा हामी सम्बोधन गर्छौं भनेर त्यस्ता खालका विद्रोहहरूलाई शान्तिपूर्ण रूपले आफूमा समाहित गर्न कोसिस गरून्। म के ठान्छु भने मान्छेहरूले असन्तुष्ट हुन पाउने चाहिँ अधिकार हो, तर त्यसलाई अराजकतामा लान चाहिँ हुँदैन। त्यसका लागि राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ। त्यो जिम्मेवार राष्ट्रिय स्वतन्त्र पार्टी पनि हुनुपर्छ, नेपाली काङ्ग्रेस पनि हुनुपर्छ, नेकपा एमाले पनि हुनुपर्छ, अरू पार्टीहरू जसले जितेका छन् जित्लान्, चाहे एक सिटै किन नजितुन्, सबै जिम्मेवार छन्। देशको लागि जिम्मेवार भएन भने त त्यो राजनीतिक पार्टी त ठिक पार्टी होइन नि त। त्यसो भएर यो लाग्छ मलाई चाहिँ। मानिसहरूले के अनुमान गरिरहेछन् भने श्रीराम सर, कथम कदाचित बालेन शाहले चुनाव जितेर आए, हजुर, रविले पनि चुनाव जितेर आए, रवि लामिछानेले भने सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमै हुनुपर्छ कि संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुनेछ भन्ने सायद त्यो विधान संशोधन विधानमा छ जस्तो लाग्छ, भएको छैन। त्यो संशोधन भएको जस्तो लाग्दैन मलाई। त्यो विधान संशोधन नगरिकन बालेन शाह प्रधानमन्त्रीको रूपमा जान सक्ने अथवा हुन सक्ने, त्योबाट चाहिँ अब उनका धेरै मान्छेहरू त्यो केन्द्रीय समितिमा पनि छैनन्, जम्मा 25-26 जनाको कोटा लिया हुन् बालेन शाहले। संसदीय दलमा पनि अब टिकट चाहिँ रविले नै बाँड्या हुन्, त्यसले गर्दा उनको कति मान्छेले जितेर आउँछन् भन्ने कुरा छ। यहाँले रवि लामिछाने र बालेन शाहको बीचमा पनि कुनै खालको विभाजन देख्नुहुन्छ निर्वाचन पछाडि? आशंका गर्न सकिन्छ। जस्तो एउटा यही सामाजिक सञ्जालमा प्रस्तुत भएको एउटा भिडियो मैले रवि लामिछानेज्यूको हेरेका थिएँ। उहाँले चाहिँ चुनावभन्दा अगाडि बडा कन्फिडेन्टका साथ युरोप अमेरिकाको गल्लीहरूमा यो देशमा फर्किएर आउनका लागि हामी स्टिकर टाँच्ने छौँ र उहाँहरूलाई टिकट काटेर भए पनि यहाँ नेपालमा ल्याउन कोसिस गर्नेछौँ भनेर प्रतिबद्धता हो भन्नुभएको रहेछ। पछि चुनाव जितिसकेपछि चाहिँ आफै टिकट काट्ने आउने भनेर उत्तिकै कन्फिडेन्टका साथ उहाँले चाहिँ त्यसलाई इन्कार गरिदिनु भएछ। त्यो भिडियो चाहिँ निकै
फैलिएको रहेछ, मैले पनि हेर्न पाएँ। भन्नुको मतलब अहिले जुन प्रतिबद्धता बालेनलाई उहाँले देखाउनु भएको छ त्यो कुरा यो भिडियोको आधारमा त म के भन्न सक्छु भने उहाँ चाहिँ अर्कोतिर फर्किनु पनि त के भयो। त्यसो भएको हुनाले म आशंका चाहिँ गर्छु, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीका जुन उम्मेदवार मैदानमा छन् र जो यो समानुपातिक लिस्टमा छन् तिनीहरू बालेनसित भन्दा बढी रवि लामिछानेजीसित अनुराग राख्ने खालका धेरै मानिसहरू देखिन्छन्। र रवि लामिछानेजी अघिल्लो चुनावमा पनि नो नट अगेन भनेर चाहिँ चुनाव लड्नु भएको थियो, पछि अगेन अगेन गृहमन्त्री हुन जानुभयो। उहाँले चाहिँ त्यहाँ पनि आफूले गरेको प्रतिबद्धतालाई बिर्सिनु भएको छ। त्यसो भएको हुनाले यो बालेनज्यू र रवि लामिछानेज्यूका बिचमा र उहाँहरूको पक्षहरूका बिचमा त्यस्तो खालको द्वन्द्व हुँदैन भनेर अहिले विश्वस्त हुने ठाउँ चाहिँ म देख्दिनँ। पुरानो नेताहरूमा लागेको रोगको सङ्क्रमण रवि लामिछानेजीमा सरिसकेको कुरा गर्दै हुन्छ हजुरले। अनि यसो राष्ट्रिय स्वतन्त्र पार्टी मलाई नयाँ पार्टी लाग्दैन। जेएनजी विद्रोहको भावनालाई कसैले आत्मसात गर्छ भने त्यो नयाँ पार्टी हो। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यसलाई आत्मसात गरेको छैन। अब 3 वर्ष अगाडि खोलेको हुनाले नयाँ भन्न पनि मिल्दैन, वैचारिकका हिसाबले पनि मिल्दैन। सरकारमा गएको र नगएको भन्ने हो भने नेपाली काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीमा भएका अरू घटकहरू अनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गइसकेको, अघिल्लो संसदमा पनि उनीहरूको उपस्थिति थियो। त्यो के हिसाबले नयाँ भन्ने, विचारका हिसाबले, जेएनजीहरूको मागका हिसाबले, जेएनजीहरूको आफ्नो संलग्नताको हिसाबले, उनीहरूको सहभागिता र नेतृत्वको हिसाबले कुरा गर्ने हो भने असाध्यै कम, खास गरी प्रभावै पार्न नसक्ने जेएनजी युवाहरूको मात्रै संलग्नता छ। त्यसले न त राष्ट्रिय स्वतन्त्र पार्टीलाई न त अरू पार्टीहरूलाई नयाँ भनेर भन्न दिन्छ। अब हुन त नेपाली काङ्ग्रेसले पनि हामी नयाँ हौँ किनभने विशेषमा अधिवेशनबाट हामीले नेतृत्व फेर्यौँ भन्नुभएको छ। अब त्यो हिसाबले, नेतृत्वको हिसाबले फेरिएर आएको पनि सही हो, तर उहाँहरूले चाहिँ नयाँ हुनका लागि धेरै कुरा भन्न पर्ने प्रतिबद्धता र कार्यान्वयन गर्न बाँकी छ। त्यही भएर म नेपाली काङ्ग्रेसलाई पनि भन्दिनँ, एमालेलाई पनि भन्दिनँ। अझ नेकपा एमाले त यथास्थितिवादी देखिन्छ, जसले जेएनजी विद्रोहलाई चाहिँ प्रष्ट रूपबाट अस्वीकार गर्छ त्यो नेकपा एमाले हो। र अरू पार्टीहरूले बरु त्यसलाई त्यति ठाडै अस्वीकार गरेर सकेको देखिँदैन। तर नेकपा एमाले हाम्रो केपी ओलीज्यूको नेतृत्वमा जेएनजी विद्रोहलाई ठाडै अस्वीकार गर्ने नेता र त्यो राजनीतिक पार्टी बनेको देखिन्छ। अब उसले चाहिँ आफूलाई नयाँ दाबी गरे पनि छैन, त्यो हो जस्तो पनि लाग्दैन। र अरू पार्टीहरूले पनि दावा गरे तापनि नयाँ पार्टीको रूपमा न त नेताको रूपमा रवि लामिछाने, बालेन शाह, न त पार्टीहरू नै यी नयाँ देखिन्छन्। वास्तवमा त्यो एउटा ठाउँ खाली भयो। अब मलाई के लाग्छ सर भने यही बेलामा म अब जोडिहालौँ, नेपालमा जुन समस्या आयो नि यो चाहिँ वामपन्थको अवसानका कारणले आएको। र वामपन्थको जुन एउटा एक खालको दावा गर्थे यो नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी, यिनीहरूले वामपन्थी एजेन्डाहरूलाई छोडे, जसले गर्दाखेरि वामपन्थको अवसान भयो। र त्यो अवसानको कारणले गर्दाखेरि खाली भएको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा एउटा दक्षिणपन्थी हावा हो। यो वामपन्थी विचारको आवश्यकताको जगमा दक्षिणपन्थी अराजकतावादी अवसरवादी हावा चलेको छ, जसले पपुलिस्ट कार्यक्रम अगाडि सारेको छ। यो समस्याको समाधान होइन, यो नयाँ हो भनेर चाहिँ म दावा गर्न सक्दिनँ। म त सिधा के भन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीले वामपन्थको अवसान भएर सृजित भएको समस्यालाई समाधान गर्ने कुनै दृष्टिकोण लिएर आएको छैन। एउटा यहाँले इम्पोर्टेन्ट कुरा उठाउनुभयो कि 64 सालको निर्वाचन पछाडि नेपाली कांग्रेसमा एउटा तनावको स्थिति सृजना भयो कि जुनसुकै बेला दुई वामपन्थी पार्टीहरू एक हुन सक्छन् र त्यो उत्कर्षकाल 74 सालको अवधिमा देखियो भने र गगन थापाहरू सधैँ दाबी गर्थे कि हामी
वामपन्थीहरू मिल्छन् भन्ने कुराबाट मुक्त हुने काङ्ग्रेस बनाउँछौँ भन्ने उहाँको दाबी थियो। अब यहाँले यो वामपन्थको अवसानको कुरा गरिराख्दाखेरि अर्को पनि एउटा सङ्केत गर्नुभयो कि आगामी फागुन 21 गतिको निर्वाचन पछाडि चाहिँ अब फर्स्ट सेकेन्ड पार्टी चाहिँ वामपन्थी हुने छैनन् कम्तीमा। एजेन्डाका हिसाबले त नेकपा एमाले पनि, नेकपा माओवादीले पनि, नेपाली काङ्ग्रेसले पनि, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वामपन्थी एजेन्डाहरू अगाडि सारेका छैनन्। त्यसैले त्यो एमाले संसदमा कमजोर भयो, अब वामपन्थी एजेन्डा कमजोर भयो भन्ने होइन, उसले चाहिँ परित्याग गरेको अवस्था हो। होइन, रिफ्रेस हुन्छ होला, अपग्रेड गर्छ होला, अपडेट हुन्छ होला र फेरि वामपन्थी बन्न सक्छ होला। त्यो त नेपाली काङ्ग्रेसलाई पनि छुट्छ, त्यो त राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि छुट्छ। तर समस्या के हो भने नेपालमा जुन समस्या आइरहेछ त्यो वामपन्थको अवसान हो, वामपन्थी एजेन्डाको परित्याग त्यो हो। अहिलेका चाहिँ यो रासोपा र नेपाली काङ्ग्रेस दक्षिणपन्थी एजेन्डा बोकेर आइरहेछन्। त्यसले वामपन्थी अवसानको कारणले भएको सृजना भएको समस्यालाई एड्रेस गर्न सक्दैनन्। अब जस्तो यो समस्या कसरी आइरहेछ, युवाहरूमा किन असन्तुष्टि आइरहेछ भने अघि तपाईँले चाहिँ त्यो कुरा उठाउनु भयो, एकदम म सहमत छु। त्यसैमा म चाहिँ के जोड्न चाहन्थेँ भने हामी जनमानसमा अथवा हाम्रो सोसाइटीमा, हाम्रो चाहिँ यो जीवन पद्धतिमा हामी नेपालीहरूले जति आय गर्छौँ र जति व्यय गर्नुपर्छ, जति खर्च गर्नुपर्छ, आयभन्दा खर्च बढी छ। यो ऋणात्मक खालको जीवन छ हाम्रो र त्यो ऋणात्मक अवस्थालाई सम्बोधन गर्नका लागि हाम्रा परिवारका सदस्यहरू यो विदेश जान पर्ने, वैदेशिक रोजगारमा जान पर्ने अवस्था छ। यो वामपन्थी एजेन्डाको अवसानको कारणले पैदा भएको। कुनै पनि वामपन्थी अथवा चाहिँ त्यो समाजवादी खालको समाज यदि हामीले निर्माण गर्थ्यौँ भने, सरकार निर्माण गर्थ्यौँ भने हाम्रो आम्दानीभन्दा खर्च बढी हुने, हामीले चाहिँ शिक्षामा, स्वास्थ्यमा, अपरिहार्य यस्ता क्षेत्रहरूमा जति खर्च गर्नुपर्छ त्यो चाहिँ हामीले गर्ने आम्दानीभन्दा निकै बढी हुने खालको निर्माण गर्दैनथ्यौँ। यो नै मुख्य समस्या हो जसले गर्दाखेरि हाम्रा युवाहरू आक्रोशित छन्, हाम्रा युवाहरू असन्तुष्ट छन्, हाम्रा युवाहरूले चाहिँ नेपालतिर भन्दा विदेशतिर फर्किन पर्ने, जान पर्ने बाध्यता छ। जस्तो जेन्जी विद्रोहमा शहीद भएको कैयौँ उहाँहरू चाहिँ जापानको लागि अथवा अस्ट्रेलियाको लागि भिसा प्रोसेसमा रहेको अथवा भिसा स्वीकृत भइसकेको अवस्थामा थिए भनेर पत्र पत्रिकामा हामीले पढ्न पायौँ। भन्नुको मतलब के भने हाम्रा युवाहरू विदेशमा नगएसम्म हामीले हाम्रो जीवन, हाम्रो चाहिँ जुन एउटा गुणात्मकता, हाम्रो चाहिँ जुन खालको अब यो गुणस्तरीय जीवन छ त्यो यो गुणस्तरीय जीवन धान्न सकिँदैन अथवा गुणस्तरीय जीवन बिताउन सकिँदैन भन्ने चाहिँ सबैले महसुस गरेका छन्। यो नै सबभन्दा ठुलो समस्या हो। अब हाम्रा काङ्ग्रेसले, रासोपाले, एमाले जसले चाहिँ संसदमा आउलान्, यो ऋणात्मक खालको जीवनलाई कसरी सम्बोधन गर्ने, यो हो नि त समस्या त। यो कुरालाई सम्बोधन गर्नका लागि कुनै पनि प्रतिज्ञा पत्रमा त्यस्तो छैन। जस्तो अब उदारवादको म पक्ष पोषक नै हुँ, त्यो लिबरलिजम चाहिन्छ भन्छु, तर नेपालमा लागू भएको लिबरलिजम चाहिँ नेपाललाई मार्केट बनाउने र नेपाललाई प्रभाव पार्ने शक्तिहरू, वैदेशिक शक्तिहरूको स्वार्थ अनुकूलको लिबरलिजम हामीले लिएर आयौँ। जसले गर्दाखेरि चाहिँ के गर्यो भने हाम्रा चाहिँ रोजगारी उत्पादनमुखी खालका कार्यक्रमहरू भन्दा पनि यो आयातमुखी खालका कार्यक्रमहरू हामीले अगाडि सार्यौँ र हामीले रेमिटेन्समा आधारित समाज बनायौँ। यो भनेको चाहिँ के हो भन्दा उच्छृङ्खल खालको उदारवाद, जसले नेपाललाई मार्केट बनाउने र नेपाललाई प्रभावमा राख्ने त्यस्ता खालको वैदेशिक शक्तिहरूको हित गर्छ। हाम्रा राजनीतिक पार्टीहरूले चुकेकै यहीँनिर हो। हामीलाई उदारवाद चाहिएको थियो, उदार समाजै चाहिएको थियो, तर हामीले चाहिँ त्यो त्यति कष्ट पनि होइन कि हाम्रो चाहिँ जीवनको गुणस्तर हामीले चाहिँ ऋणात्मक ढङ्गले चाहिँ व्यतीत गर्नु परोस् र हामीलाई चाहिँ जति खर्च चाहिन्छ, हाम्रो आम्दानीभन्दा जति बढी खर्च छ त्यसलाई कम्पन्सेट गर्नको लागि विदेशमा गएर रोजगारी गर्नुपर्ने
र त्यो अमेरिकामा छोरा पठाएपछि अथवा छोरी अस्ट्रेलिया पठाएपछि ला अब मैले चाहिँ अब अलि राम्रो जिन्दगी मेरो छोराछोरीले पनि मैले पनि बिताउन पाउने भएँ भनेर आश्वस्त हुने थिएन। हामी यही यो उत्पादनमुखी हिसाबले जान सक्थ्यौँ। त्यसैले म के भन्छु भने यो हाम्रा राजनीतिक पार्टीहरूले यस्ता खालका कुराहरूलाई चाहिँ एड्रेस गर्न खोजेका छैनन् र त्यसैले यो असन्तुष्टि नेपालमा घट्ला जस्तो मलाई लाग्दैन। मैले भन्न खोजेको चाहिँ त्यो। अब जस्तो अघि यहाँले उठान पनि गर्नुभएको थियो कि इमोसनल भोटको कुराहरू। हजुर। हाम्रो मतदाताहरूको इमोसनल भोटिङको कुरा थियो। अब विज्ञहरूले के पनि भन्छन् भने हामीले हाम्रा समस्याहरूको सही पहिचान नगरी त्यो समस्याहरूलाई समाधान गर्ने हिरो खोज्दै दशकहरू बिताइराखेका छौँ। हो नि। 48 सालदेखि 58 साल 60 सालसम्मको अवधिमा हामीले गिरिजाप्रसाद कोइराला नामको हिरो खोज्यौँ। 58 सालदेखि 70 साल आसपासमा हामीले पुष्पकमल दाहाल नामको हिरो खोज्यौँ। 70 सालदेखि 80 सालको आसपाससम्म हामीले केपी ओली नामको हिरो खोज्यौँ। मेन स्ट्रिममा उहाँलाई लिएको हो, त्यसमा छेउछाउ अरू पनि जोडिनु होला। र 80 सालदेखि 90 सालसम्मको अवधिमा चाहिँ हामी रवि लामिछाने अथवा बालेन शाह एउटा हिरो रूपमा खोजिराखेका छौँ र हाम्रो दर्शकहरू फेरि गुजार्नको लागि तयार भएको तर्फ सङ्केत गर्दै हुनुहुन्छ यहाँले। हो नि। अझ मलाई त के भन्छ भने हाम्रो भोटिङ प्रक्रियाबाट हाम्रो समर्थनको हिसाबबाट हेऱ्यो भने हिरो 1 अनि त्यो हिरो चाहिँ 0, फेरि हिरो 1 0 1। अब दोस्रो हिरोको खोजी हिरो 2, फेरि त्यसलाई 0 बनाउने 0 2, हिरो 3 0 3। अब हामी चाहिँ हिरो 4 खोजिरहेछौँ। त्यो हाम्रो त्यो फेरि यो खालि गिरिजा प्रसाद कोइरालाजीको कुराबाट मात्रै सुरु हुँदैन। हामीले हिरो खोजेको श्री 5 बडा महाराजा धिराज पृथ्वीनारायण शाह हिरो, त्यसपछि चाहिँ हाम्रो हिरोको भीमसेन थापा, अनि हाम्रो हिरोको जङ्गबहादुर राणा, अनि हाम्रो हिरोको बिपी कोइराला, अनि हाम्रो हिरोको महेन्द्र, अनि हाम्रो हिरोको मदन भण्डारी, अनि हाम्रो हिरोको गिरिजा प्रसाद कोइराला, अनि हिरोको प्रचण्ड, अनि हिरोको केपी ओली, अनि हिरोको बालेन र रवि। हिरो 0 हिरो 0 हाम्रो प्रवृत्ति हो। अब चाहिँ हामीले यो कुरालाई ब्रेक गरेनौँ भनेको अघि तपाईँले भन्नुभएको जस्तो भावुकताको आधारमा भोटिङ गरेर हिरो खोज्दै हिँड्ने प्रवृत्तिलाई हामीले अन्त्य गरेनौँ भने हामी बारम्बार हिरो खोज्ने र त्यो चाहिँ 0 हुने। संसारमा कोही पनि हिरो छैन। नेपालको राजनीतिमा पनि कोही पनि हिरो छैन। नेपालको राजनीति फिल्ममा हिरो छ होला तर राजनीतिमा कोही हिरो हुँदैन। बालेन शाह पनि छ, फिल्ममा भिलेन पनि छ, दुवै पहिचान। तर राजनीति भनेको कुरा चाहिँ त्यो हिरोइजमबाट चल्ने होइन। यो कुरा मतदाताहरूले राम्ररी बुझुन् कि हिरोको पछि लागेर कहिल्यै पनि समस्या समाधान भएको छैन र समस्याको समाधान हुने छैन। अब फिल्ममा पनि एउटा हिरोइनलाई रेप हुनुबाट एउटा हिरोले जोगाउन त सक्छ, त्यो दृश्य रमाइलो लाग्छ, त्यो निर्देशकले जोगाइदिएको हो। तर नेपालमा चाहिँ अब यो लाखौं मान्छेहरूले मिलेर बिगारेको देश एउटा हिरोले सबार्न सम्भव हुन्छ? हुँदैन। सिधा उत्तर हुँदैन। त्यसैले त हामीले संस्थागत विकास गर्नु पर्यो। भर्खरै 2 वर्ष अगाडि यो अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने नोबेल लाउरेटले भन्नु नै भएको थियो उहाँको खोज कि यो विकासमा पछाडि परेका मुलुकहरूको एउटा समान चरित्र भनेको उनीहरूले संस्थागत विकास गर्न सकेका छैनन्। हामीले पनि नेपालमा त्यही हो। आज हरिरामजी तपाईँलाई चाहिँ म प्रश्न गर्छु कि नेपालमा त्यस्तो कुनै संस्था छ पुरानो संस्था जसमाथि गौरव गर्न सकियोस्? हामीले त जति पुरानो संस्था भयो उति समृद्ध, उति सुदृढ, उति विकसित देख्न पाउनुपर्ने हो नि। हामीले चाहिँ युनिभर्सिटी हामी देख्न सक्दैनौँ त्यस्तो, हामीले कुनै अर्को कुनै संस्था त्यसरी देख्न सक्दैनौँ। कुनै पनि त्यस्तो संस्था छैन जसलाई हामीले यति पुरानो संस्था यति सुदृढ अवस्थामा छ भनेर
हामीले चाहिँ गर्व गर्न सक्ने संस्था नेपालमा छैन। किन भन्दाखेरि चाहिँ हामीले हिरोइजमको पछि लाग्दो रहेछौँ, संस्था र संस्थागत विकासलाई नजरअन्दाज गर्दो रहेछौँ। त्यसैले बडा महाराजाधिराज पृथ्वीनारायण शाह जस्ता हिरोको खोजी गर्दै आज हामी चाहिँ रवि लामिछाने र बालेन शाह जस्ता हिरोको खोजी गर्ने ठाउँमा हिँडेका छौँ। तर त्यसको सट्टा त्यो कुरा ब्रेक गरेर संस्थागत विकासलाई अगाडि बढाउनुपर्छ। यो कुरालाई अलिकति अनुभूति यो नेपाली काङ्ग्रेसका सभापति गगन थापामा आएको जस्तै लाग्छ, किनभने उनले धेरै संस्थागत हिसाबले हामी सुदृढ हुनुपर्छ भनेर, अब गर्नुहुन्छ कि गर्नुहुन्न त्यो त परीक्षणको कुरा हो। त्यो गगन थापालाई हामीले प्रश्नको घेराभन्दा बाहिर राख्दैनौँ, म राख्दिनँ। अझ मैले त धेरै प्रश्न त बरु गगन थापालाई नै गरौँ न, विश्वप्रकाशलाई नै गरौँ न, किनभने उहाँले रियलाइज गर्नुभएको छ नि भन्ने ठान्छु। तर अधिकांश राजनीतिक पार्टीहरूले त्यसरी संस्थागत विकास गर्ने हिसाबले सोचेको चाहिँ देखिँदैन। एउटा सन्दर्भ याद आयो मलाई यहाँसँग कुरा गरिराख्दाखेरि कि बाराक ओबामा प्रेसिडेन्ट हुँदा चाइना जानुभएको थियो, अनि चाइनामा अध्ययन गर्ने अमेरिकी विद्यार्थीहरूले उनीसँगको कुनै छलफल अन्तर्क्रिया थियो र ती विद्यार्थीहरूले भन्दै थिए कि त्यो भिडियो मैले हेर्न पाएको थिएँ, चाइनामा यो सेक्टरमा यति समृद्धशाली ढङ्गले चाइना अगाडि बढिराखेको छ कि अब आगामी दशक यसको गतिलाई रोक्न अमेरिका पनि सक्षम हुने छैन, कि यो विश्व मानचित्रमा अमेरिकाको अस्तित्व अब चाइनिजहरूले लिड गर्ने ठाउँमा पुग्दैछ, तिमीहरूले के तयारी गर्दैछौ भनेर चाहिँ ओबामामाथि प्रश्न चिन्ह उठाए। ओबामाले एकदमै सहजतापूर्वक अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरू, रिसर्च इन्स्टिट्युसनहरूको नाम लिँदै त्यसको प्रतिस्पर्धामा कुनै पनि चिनिया विश्वविद्यालय नभएको, त्यो रिसर्च विङको प्रतिस्पर्धामा कुनै पनि चिनिया रिसर्च विङहरू नभएको हुनाले यो कुनै दशक नै चिनियाहरूले अमेरिकालाई उछिन नसक्ने प्रक्षेपण उनको सामान्य ढङ्गको थियो। यहाँले भन्नुभयो जस्तो हाम्रो एउटा संस्थागत इन्स्टिट्युसनहरू, संस्थागत परिपाटी, संस्थागत काम गर्ने प्रोसेसहरू चाहिँ थला परेको अवस्था छ। सबै त्यो जुनसुकै क्षेत्रमा हेऱ्यो भने पनि त्यो चाहिँ उही बिग्रिएको देशको तन्नम भत्केको ताला भने जस्तो यो जताततै हाम्रा इन्स्टिट्युसनहरू चाहिँ एकदमै थला परेको, बिमार परेको जस्तो देखिन्छ। तिनले संस्थागत क्यारेक्टर धारण गर्न सकिरहेका छैनन्। त्यसले गर्दा यस्तो खालको परिप्रेक्ष्यमा चाहिँ कुनै एउटा पार्टी, कुनै एउटा समुदाय पपुलर भएर आउने कुराले अथवा ठुलो लार्जेस्ट पार्टी हुने कुराले, बहुमत ल्याउने कुराले हामीलाई के अर्थ राख्छ? अब यस्तो पपुलिजममा, एनार्किजममा, अवसरवादितामा सङ्गठित भएको शक्तिले अझ बढी प्रत्युत्पादक हुन सक्छ जस्तो मलाई लाग्छ। पपुलर हुनु एउटा कुरा हो, डेलिभरी अर्कै कुरा हो, सुशासन दिन्छु भन्नु एउटा कुरा हो, दिनु अर्कै कुरा हो। त्यसो भएर संस्थागत हिसाबले समाधान गर्न सकिन्छ, त्यसको आरम्भ गर्नुपर्छ। हिरोइजमको खोजी गरेर कुनै चमत्कारी पुरुषले, कुनै चमत्कारी स्त्रीले यो समस्याको समाधान गर्न सक्दैनन्। हामी त्यस्ता खालका चमत्कारको पछि नलागौँ। जतिसुकै भोट पाएर, जतिसुकै सिट जितेर आओस्, यो नेकपा भनेर पूर्व, नेकपा एमाले र पूर्व माओवादी केन्द्र मिलेर एउटा नेकपा बनेको थियो। अहिले त ती वर्तमानमा ती पार्टी छन्। मैले भनेको त्यो नेकपा बन्नुभन्दा पुरानो कुरा, 2/3 मत हाराहारी लिएर आएको थिए र त्यो प्रचण्ड बहुमत हो त्यो। तर उनीहरूले चाहिँ किन सही ढङ्गले चाहिँ त्यो जनताको अपेक्षा अनुसारको सुशासन किन ल्याउन सकेन? हाम्रो अपेक्षा अनुसारको विकास निर्माण, अरू विभिन्न क्षेत्र विकास निर्माण भनेर कुलो सुलोको अथवा चाहिँ बाटोको मात्रै कुरा गरेको होइन, विकास भनेको सर्वाङ्गीण कुरा गरेको। त्यो चाहिँ त्यो के अरे भौतिक पनि हुनसक्छ, त्यो नीतिगत पनि हुनसक्छ, संस्थागत हुनसक्छ। धेरै त्यो संस्थागत विकास नगरेको हुनाले, गर्न नसकेको हुनाले, त्यो दृष्टिहीनताको कारण, त्यो नीतिहीनताको कारण, त्यो मार्ग अगाडि मार्ग
के भन्ने अब त्यो मार्ग चित्र नभएको कारण उहाँहरू चाहिँ असफल हुनुभयो। हामीले त यो अहिलेको अब आउने सम्भावना मात्रै होइन, एकपटक हामीले नेकपाको त्यस्तो चरम करिब करिब 2/3 उपलब्धि त हामीले हेरिसक्यौँ भने त्यो भएर चाहिँ त्यो यति धेरै पपुलर भयो, यतिले भोट पायो भने हुन्छ, हुँदैन। हामीले निर्वाचन विशेष जस्तै गरी यसको परिप्रेक्ष्यमा केही उठेका प्रश्नहरूलाई उकेल्ने प्रयास गऱ्यौँ। आज केही छुटेका विषयहरू छन् भने श्रीराम सर हामी अन्तिमतिर छौँ। अब हामीले छुटे जस्तो चाहिँ मलाई लाग्दैन, तर अब जोड दिएर चाहिँ के भन्न चाहन्छु भने चुनावमा हामीले मतदान गर्नु छ, त्यो हाम्रो अधिकार पनि हो, कर्तव्य पनि हो, तर भावुकताका आधारमा होइन, विवेकका आधारमा, एजेन्डाका आधारमा, उनीहरूको चाहिँ पूर्व चरित्रका आधारमा, तिनका नेताहरूको पूर्व चरित्र होस् अथवा राजनीतिक पार्टीहरूको पूर्व चरित्र होस्, उनीहरूको व्यवहारको आधारमा हामीले चाहिँ विवेकी बनेर मतदान गर्न पर्छ। यो मतदान गर्नु भनेको आफ्नै र आफ्ना सन्तानको भविष्यलाई सुनिश्चित गर्नु हो भन्ने कुरा मनमा राखेर यो कसैलाई देखाइदिने, कसैलाई प्रतिशोध लिने, कसैलाई हराइदिने, कसैलाई जिताइदिने त्यस्तो खालको भावुकताको आधारमा होइन। त्यो धेरै मानिस हारे, धेरै मानिसले जिते, धेरै मानिस हार्लान्, धेरै मानिस जित्लान्, पार्टीहरू विघटित होलान्, पार्टीहरू सङ्गठित होलान्, पुनर्गठित होलान्, गठित होलान्, त्यो एउटा सामान्य प्रक्रियाको रूपमा लिनुपर्छ। तर के छ भने हामीले गर्ने मतदान, हामीले बनाउने सरकार हाम्रै भविष्यको सुनिश्चितताको लागि हुनुपर्छ। त्यहाँ पपुलिस्टहरू, एनार्किस्टहरू, अपर्च्युनिस्टहरू हाबी हुन दिनु हुँदैन। दर्शक महानुभावहरू, हामी आजको बसाइलाई अब यहीँ बिट मार्न चाहन्छौँ। आज धेरै जसो विषयहरू जुन चुनाव केन्द्रित विषयहरू थियो त्यहाँ श्रीराम सरको र मेरो धेरै विषयहरू, धारणाहरू, हाम्रो एउटा राजनीतिक विश्लेषण गर्ने एउटा फर्म्याट पनि समान भएको कारणले गर्दाखेरि धेरै कुराहरूमा सिमिल्यारिटी थियो। त्यसकारण मैले धेरै प्रति प्रश्नहरू अथवा प्रति उत्तरहरू दिनु परेन। उहाँहरूको धेरै विचारमा म आज सहमत भएँ र निर्वाचनको सम्मुखमा रहेकाले श्रीराम सरले भन्नुभयो जस्तो विवेकपूर्ण निर्वाचन, आफैलाई मतदान गर्दैछु भनेर तपाईँले विवेकपूर्ण मतदान गर्नुहोला र यो निर्वाचन पछाडि तपाईँको विवेकपूर्ण चाहिँ मतदानको चाहिँ निर्णयलाई तपाईँले नै समर्थन गर्न सक्ने खालको मतदानमा सरिक हुनुहोला र मतदान सबैले सहजतापूर्वक मतदान प्रक्रियामा भाग लिनुहोला भन्दै हामी आजको बसाइलाई बिट मार्न चाहन्छौँ। र हामीले भनेको जस्तो यो पपुलिजम अथवा हिरोइजमबाट हामीले नेपाली समाजलाई अझ धेरै अगाडि लिएर जानु छ र एउटा दशक फेरि पनि हामी खेर नफालौँ। हाम्रो सन्ततिको लागि, हाम्रो पछाडिको पुस्ताको लागि भए पनि हामीले यो समय एउटा दशकलाई संरक्षण गरौँ भन्दै आजको बसाइलाई हामी यहाँ बिट मार्न चाहन्छौँ। फेरि भेट्ने बाचासहित धन्यवाद।